सिकेको सिकेर हामी गर्नेछौँ भन्ने आशा छ। र यो हामीले सन्देश चाहिँ दिन खोजेको के हो भन्दाखेरि चाहिँ विषादीले चाहिँ हाम्रो विश्वलाई चाहिँ खाइरहेछ होइन, हामीलाई पनि खाइरहेछ। त्यसैले प्राङ्गारिकतर्फ जानुपर्छ, अर्ग्यानिकतर्फ जानुपर्छ। विश्व चाहिँ पर्यावरणीय कृषितर्फ लागिरहेको छ भने हामी पनि लाग्नुपर्छ। गाउँ स्तर, घर घरबाट, टोल टोलबाट लाग्नुपर्छ। र यसमा चाहिँ अब स्थानीय स्तर, स्थानीय सरकारदेखि लगाएर प्रदेश सरकार, राष्ट्रिय सरकारसम्म चाहिँ यो आवाजहरू पुग्नुपर्छ, हाम्रो आवाजहरू सुनिनुपर्छ र यो पारम्परिक कृषिमा चाहिँ अगाडि बढ्नुपर्छ भन्ने चाहिँ हाम्रो मान्यता हो। र विषादीले गर्दा धेरै हामीले चाहिँ यो पर्यावरण हजुर 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 नमस्ते नमस्ते के भएछ के भएछ यही त के भएछ के लक्षण भएछ पेट दुख्छ पेट दुख्यो वाक वाक आउँदो हजुर रातो अनि बहिनीलाई टाउको दुखेछ मलाई नि आया टाउको दुखेछ अनि भाइ टोयलेट हैन टोयलेट चर्पी मलाई पनि सबैलाई त्यही समस्या एउटै समस्या छ एउटै कहिलेदेखि सुरु भयो होइन आज रातै हो बेलुका हाक खायौँ रोटा खायौँ हो छोरीले बनाए अहिले त रातैदेखि छेर्ने पट लागि पखाला लागि हैरान भयो अनि बेलुका के खायो त सागै खायौँ रोटा खाइदिउँ अरू केही खायौँ साग अनि कहाँबाट ल्यायो साग साग त्यही परबाट त्यो पुनमाइला घराट ल्याए हो साग निको बनाएको थियो त्यही साग 20 रुपियाँमा नथियो 10 रुपियाँमा किनेर ल्याए खायौँ अरू केही खायौँ न सबै खायो त्यही साग सबै खायो त्यसो भए पक्का पनि तपाईँले चाहिँ सागको त्यो रासायनिक औषधि हालेर चाहिँ त्यो असर परेछ है देखियौ न त्यो रासायनिक विष हाले देखियौ न साग निको थियो बाढ गडामा देखियौँ हामीले अनि साग त्यो घरमा लिएर पखालेको थियो कि नै पखाल्ने थियो त साग निको थियो त्यो टकटकायौँ झाडी झुडी गऱ्यौँ त्यही पकाल्थ्यौँ क्या हो पक्का पनि चाहिँ सागमा हालेको विषादी तपाईँले असर परेछ अब चाहिँ म यहाँ औषधि यहाँ बनाउँछु अनि यहाँ चाहिँ गेटबाट लिनु होला अनि अलि त्यसपछि चाहिँ प्राङ्गारिक खाना मात्रै खानु है त्यो विषादी हालेको औषधि चाहिँ त्यो साग चाहिँ त्यो नखाने है त्यसले देखियौ न हामीले त त्यही झाडी बनाउँछ छोरी न पका भने ल ल कहीँ चर्बी हैन टोयलेट जानुपर्ने ल ल अब गेटमा चाहिँ यो औषधि पाइन्छ अब प्राङ्गारिक मात्रै गर्नु है अहिलेदेखि ल ल जानुहोस् जानुहोस् यही काटेर सन्चो हुन्छ गरे पराङ्गारिक खानुपर्ने भन्ने कहाँ हो यो निको तरकारी गरे भन्न थिए यो पराङ्गारीको भन्ने कान्छी त खत्तम भएछौ त के भयो टाउको दुखेर हैरान बाछु तिमीहरू त विषादी राखेको तरकारी खाएर बिरामी पो परेको धेरै बिरामी भयो माइला त झन् खत्तमै भएछ नि त भाइ यस्ता मान्छे होइन नि त एकदम तक्रा पो थिए त भाइ रातैभरि चर्पी जान्छु भनेर मलाई टाउको दुखेर बाले सताको सतायो अझै नि टाउको दुखिरहेछ त्यही भएर रासायनिक विषादी प्रयोग गरेको खानेकुराहरू खानु हुन्न नि त मैले त यहाँ प्राङ्गारिक खेती गरिरहेको छु 35 वर्षदेखि मैले रासायनिक रहित प्राङ्गारिक खेती गरिरहेको छु नि तपाईलाई त थाहै रहेनछ यहाँ सबै खालको तरकारीहरू पाइन्छ त्यसैले सबैजनाले प्राङ्गारिक खानामा जोड गर्नु पर्यो अनि मैले त जैविक झोलमल प्रयोग गर्ने गरेको छु मेरो खेतीबालीमा तरकारीहरूमा अन्नबालीमा सबैमा अनि बिउ पनि स्थानीय प्रयोग गर्छु त्यही भएर मेरो एकजना साथी हुनुहुन्छ प्राविधिक उहाँले चाहिँ मलाई जहिले पनि दिनुहुन्छ तपाईहरु पनि त्यो कुरा सिक्नुहुन्छ कि यही साग खाने अब भाउ छोरी हेर यही खाने त्यो बिष हाले आउँछ भन्दा हान बिख बजार त्यो उनीहरू आँखाले त देखिएनन् साकुनु छड्याएर छन् त्यही खायौँ हेर बेली बाखा त्यही भइकन हामी त्यो रातैभरि कोही पखाला लाग्यो हेर कसैका वाक लाग्यो त्यो भयो अब त्यही यस्तै साग खाने भन्ने
त्यो मल भन्दाखेरि त त्यो घर जाने बेला किनिकन लैजाउँ, बजार हाट पनि किनिकन नखाउँ। आफै एक मुठा त्यो परियाटा गएर बाख्रा खोडा कुकुडा चल्ला खोडा परिबट्टि लाउँला, त्यो के मल हाल्ने भन्दाखेरि त्यही हालिकन बनाउँला हेर छोरी। हुन्छ हुन्छ बा, यो त साग राम्रो देखिन्छ त, यही खाउँ न त। आउनुहोस् एकचोटि म तपाईँहरूलाई मेरो प्राविधिक कहाँ भेटाउँछु, अनि उहाँले सल्लाह सुझाव दिनुहुन्छ। यो के आगा बट्टा हुन्छ यी के हुने यता गरे ल तपाईहरु आइहाल्नु भयो। सो यो चाहिँ जैविक मल, झोल मल हो यो। विशेष गरी उहाँले चाहिँ धेरै पहिलादेखि यो प्रयोग गरेर प्राङ्गारिक खेती गरिराख्नु भएको छ। तपाईहरु चाहिँ विषादी प्रयोग गरेको खाइराख्नु भएको छ। जो यो चाहिँ हाम्रो घर स्थानीय स्रोतबाट बनाएर तयार पारिएको चिज हो है। यसमा विषादी छैन, त्यो भएर तपाईँले यो प्रयोग गर्नु सक्नुहुन्छ। यो प्रयोग गरेर तपाईँले स्वास्थ्य बन्न सक्नुहुन्छ। यो चाहिँ विशेष गरी बिउ उपचार छ, यो चाहिँ बिउ उपचारको लागि गर्न सक्नुहुन्छ। त्यसपछि यो वृद्धिको लागि, यो चाहिँ वृद्धिको लागि है। यो चाहिँ बढ्नेवाला त्यो बढ्ने खालको यो चाहिँ बढ्नेवाला हो। यो चाहिँ लिन सक्नुहुन्छ हजुरहरूले है। यो चाहिँ प्रयोग गर्दाखेरि तपाईँहरूले 250 ml को हुन्छ। यो फिल्ड प्रयोग गर्ने विधि पनि जान्नुपर्छ हजुरहरूले। त्यसै लगेर हान्ने गर्नु भएन है। त्यतिका गडा पुगी जाने हो त, यति हो त। यो चाहिँ 250 ml हुन्छ। यो चाहिँ 16 लिटर पानीमा हालेर स्प्रे गर्न सक्नुहुन्छ तपाईहरुले है। ल यो चाहिँ 16 लिटर पानी हाल्ने हजुर। यो चाहिँ त्यसरी प्रयोग गर्न सक्नुहुन्छ। यही बढ्नेवाला देऊ नि हो है जानी हो। यही लिउ छोरी हेर, यो झोला खाके गोजु न हाल त। यो बाबा यो बुढी उयो त्यही दुख्छ यहाँ मेरा के भयो किन यो पर जाउँ। यता पैसा दिनुपर्छ र पर्दैन कि? पैसा त दिनुपर्छ त है मलाई। होइन यति राख बाबु, हामी ऊ अस्पताल गइन आउँदा आउँदा बाटो नै उयो गरी आउँ। भोलि म त्यस्तो अरू जस्तो बिमान होइन, म जमानी मान्डौ। भोलि आइकन म दिने हो। यही राखेर यति हुन्छ राख न है। त्यो भोलि आउँला। अनि मेरो त्यो दवाई ल्याएको नि छोरी, त्यो भाइ यो लिने हो। पर यी विषादी प्रयोग गर्ने न, यो बिख प्रयोग गर्दौ न। अब हेर माइला पुन माइला सुन कुरा हेर हजुर हजुर। यो अब हामी बजारबाट ल हेर यही त बिख हाले तिउन त नबेच, बेच्दै नबेच। हेर बेली दिएर हाम्रा सबै जानै सबै छोरी त्यही बिरामी भयो, म त्यही भयो। रातभरि बाहिरै यो भन्दा पहिले त हामी यस्तै गर्ने गर्थ्यौं। आइ भने यसो हालिकन खाने बना, यो खाने नहुने गाउँमा नल्याऊ है। हामी त यस्तो गर्नु, हाम्रा छोराछोरी नातिना कोही त दुःख पाउने उही बाख्रो बेचिकन औषधि उपचार गर्नुपर्ने हो। घिउ त नाइ हामी त के बेच्ने हो। त्यही पनि यही त नगर हेर। ठिक छ गाउँ हेर। अनि हामीलाई त्यसमा बल्ल आँखा खुल्यो। अनि हामीलाई जैविक गर्ने ठाउँ, जैविक विषादी बनाउने ठाउँ कहाँ छ नि? मलाई एकदमै भोला आउनु जान्ने भएपछि म सिकाइदिउँला। मैले देखेँ हो पर एकजना यो जैविक मल बनाउने रहेछन्। कोही बढ्ने, कोही फल लाग्ने, कोही निकोरी फुल्ने बनाउने रहेछन्। त्यो यहाँ कहाँ नजिकै रहेछ भन्दाखेरि त्यहाँ पर तल नाउँ पनि बिर्सिले क्या थाहा नै। यही गरे त्यो बिख नल्यायो है। हजुर कुरामा एकदमै सहमत गर्दै हाम्रो प्राइभेटलाई पनि फाइदा हुने र हाम्रो स्वास्थ्यलाई फाइदा हुने कुराहरू एकदमै राम्रो कुराहरू हजुरले बताएर जानुभयो। हामी पनि त्यसै गरी प्रयोग गर्ने जैविक झोलमल, जैविक औषधि र प्राङ्गारिक खेती गरेर है हामी पनि बेच्ने गर्ने प्रयत्नमा लाग्नेछौँ। एकदमै हजुरलाई समयमै आँखा खोल्ने तरिकाले हजुरले सम्झाउनु भयो, शिक्षा दिनु। धन्यवाद, एकदमै धन्यवाद है। निको भयो निको। अब यो पनि बिख हाल्दैन। अब हाम्रो गाउँमा सबै यो जीवित जैविक मल बनाउने, प्राङ्गारिक खेती गर्ने, मिसाइकन तिउन तरकारी लाउने गर्ने भन्ने रहेछन्। यो अब गाउँ बिगाड्ने पुन माइलो पनि बजारबाट बिख ल्याउँदैन। अब गाउँमै बनाउने, हामी खाना लाउने, आफ्नै तरकारी उत्पादन गर्नुपर्ने भन्ने भयो। यही गर्नुपर्ने भयो हेर। नत्र हामी सबै मर्दा हौँ। हामी त छोराछोरी नानतिन के हार्ने हुन् देखाउला त्यही बेला कोही त हुन्छ पछि। हस् धन्यवाद, एकदमै राम्रो। हस् जयगेष्ठी हजुरलाई धन्यवाद है। एकदम निको भयो। अब माइलाले पनि निको जैविक गर्ने भन्यो। अब गाउँै निको हुन्छ। अब नत्र त
खतम बनाउँथ्यो। यहाँहरूलाई प्रस्तुतिको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र जसले चाहिँ हाम्रो यहाँ पारम्परिक खेती गर्नुभएको छ उहाँलाई चाहिँ सानो सम्मान गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। कस्तो गाह्रो भयो हजुर। ओहो